योगाश्रम की सुहागिनी विवाह प्रतियोगितामा उपस्थित सञ्चालक सरजी अनि उपस्थित साथीहरू सर सम्पूर्णलाई म अमृता मर्जीको तर्फबाट नमस्कार। म चाहिँ आजका टपिक छ मेरो जनकपुर धाम फोहोर हुनुका कारण र सफाइका उपाय। जनकपुरमा चाहिँ मैले देखेको फोहोरहरू जस्तै कुहिने नकुहिने फोहोरहरू बाटोमा चोकचोकमा देख्छु, एकै ठाउँमा थुपारेको हुन्छ। पसलहरू पनि के गर्नुहुन्छ उहाँहरूले, पसलको घरको फोहोरहरू बाटोको छेउमा राखिदिन्छ। अनि तरकारीहरूको बोक्राहरू सडे गलेका सबै बाटोमा चोकहरूमा फालिएको हुन्छ। जथाभावी गाडी घोडा धुवाँले वातावरण प्रदूषण हुन्छ। त्यसपछि प्राय मानिसहरूलाई देख्छु गुटखा पराग खाएर जहाँ पाए त्यहीँ थुक्दिने, गाई बस्तुहरू बाटोमा त्यतिकै छोडिदिने, बाटोघाटोको त्यति पनि उ छैन कि राम्रो अलि व्यवस्थित छैन। बाटोमा तरकारीहरू बेच्ने, पसलहरू सानोतिनो खोलिदिने, बाटोमै गर्ने। त्यसपछि जनकपुरमा पोखरीहरूमा पनि देख्छु धेरै फोहोरहरू किनाराहरूमा हुन्छ। अनि त्यसपछि चाहिँ मेरो विचारमा यो समस्याहरू यति छ। अनि सफाइका उपायमा जस्तै सामूहिक यो उपमहानगरपालिकामा स्वास्थ्य शाखामा चाहिँ मेरो विचारमा निवेदन दिएर सामूहिक बैठक गर्नुपर्ने, यो फोहोर मैलाको व्यवस्थापन गर्नको लागि जनचेतनामूलक कार्यक्रम सरसफाइ सम्बन्धी चलाउनु पर्ने। अनि कुहिने नकुहिने फोहोर छुट्टै राख्नुपर्छ। जस्तै नकुहिने फोहोरलाई गाड्नु पनि हुँदैन, फाल्नु पनि हुँदैन, जलाउनु पनि हुँदैन, किनभने यो पुनः प्रयोगमा ल्याउन सकिन्छ। अनि कुहिने फोहोरहरूलाई खाल्डो खनेर राख्नुपर्छ। त्यसबाट चाहिँ मल पनि बनाउन सकिन्छ। त्यसबाट पैसा पनि आउँछ। त्यसपछि बाँकी छ त्यसपछि जनचेतनामूलक कार्यक्रम पनि चलाउनु पर्छ। बाटोघाटोको सरसफाइमा ध्यान दिनुपर्छ। जानकी मन्दिरमा पनि पूजाआजा गर्न धेरै बाहिरको मानिसहरू आउँछन्। अनि म प्राय हेर्छु भित्र पनि, बाहिरको आँगनमा पनि त हुन्छ फोहोर, तर भित्रमा पनि देखेको छु बेलुका जहाँ तहाँ प्लास्टिक केराको सबै फालेको देखेको छु। म दुई शब्द यही गर्न चाहन्छु। धन्यवाद।